नमस्कार। आज हामी सिद्धविनायक कोल के अरे पिकनिक पार्कमा छौँ। यहाँ धान कुट्नलाई यहाँ ढिक्की छ। हाम्रो पहिलेका मानिसहरूले धान कुट्ने गर्थे। आज हाम्रो म्याडम पनि एकदम धान कुट्नलाई रहर मानेर यहाँ आउनु भएको छ। त्यसकारण उहाँले यो पहिला धान कुटेर खुट्टा खिएका थिए अनि त्यसकारण यता यस्तो छ व्यवस्था। अनि यो चाहिँ एकछिन यो चाहिँ हाम्रो यो हलो जुवा जोत्नको लागि यसै गरी अनि यो अर्को हाम्रो थारू समुदायमा पनि यस्ता जोतिन्छन्। हामी गाउँघरतिर यो डल्लोलाई माटोलाई सम्याउने यो अनि अर्को यो कोदोहरू खेतहरू हिल्याउनको लागि यो चाहिँ दाँतेहरू छ। हेर्नुहोस् यहाँको एकदम धमका एकदम व्यापक यो चुक ओरिजिनल अमिलाको चुक कागतीको चुक निकाल्नलाई यो पुरा चाहिँ काठको मिल भन्ने पनि हुन्छ गाउँमा चलाउनको लागि। यो एकदमै राम्रो छ। यो सिद्धिविनायक पिकनिक पार्क एकदम राम्रो छ। आज हाम्रो म्याडम धेरै खुसी हुनुहुन्छ, तर यो धान चाहिँ कतिखेर कुटिसक्नुहुन्छ यो कुराको अलि छ व्यवस्था। ल धन्यवाद छ। यसले एकदम आज हामीलाई अनि धेरै कुराहरू राम्रो छ हुन्छ। यो कुराको चाहिँ संरक्षण गर्ने हामी अब यो सङ्कटकालीन अवस्थामा हामी यस्ता चिजहरू प्रयोग गर्नुपर्छ। हस्, धन्यवाद छ। नमस्कार।